So hello and namaste everyone, it's me Sanjay Subba once again. Welcome back to my new another vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला अनि मेरो भन्नुपर्दा म पनि सन्चै छु है. So guys, आज चाहिँ म बाइक सर्भिसिङ गर्न जाँदै गरेको गान्तोक है. अनि बाटोमा आउँदा आउँदै है मैले फोन होल्डर इन्स्टल गरेको थिएँ है. यो अगाडिको यो देख्न सक्नुहुँदैछ यो. यसको लुक्स कस्तो देख्दैछ कमेन्ट गरेर भनिदिनुस् होला है. सो आज चाहिँ है मेरो बाइकलाई चाहिँ हल्का सर्भिसिङ गर्नुपर्ने छ है. सर्भिसिङको डेट चाहिँ अस्ति नै थियो तर मैले चाहिँ सर्भिसिङ गरेको थिइनँ है. अनि अलिकति टाइम पनि ल्याप्स भइगयो है. अन्त त्यो भएर अलिक लेट गरेर मैले सर्भिसिङ गरेँ. अनि मेरो बाइकको चाहिँ है अन्त ट्याक्स पनि फेल भइरहेको थियो होइन गाइस. त्यहाँ चाहिँ मैले ट्याक्स पनि आज गर्नुपर्छ भनेर चाहिँ मैले हिजो बेलुका सोचिरहेको थिएँ. तर है मैले अनलाइनमा पोर्टल यसको चाहिँ जुन चाहिँ परिवहन gov.in रहेछ यसको वेबसाइट होइन, त्यसमा गएर चाहिँ चेक गरी हेरेको आफै गर्दा पनि हुँदो रहेछ है. सो तपाईँहरू पनि अब आफै गर्नुभयो भने पैसा जोगिने अलिकति चान्स हुन्छ. किनभने तपाईँले थर्ड पार्टीलाई गएर चाहिँ गर्नु दियो भने चाहिँ है उनीहरूले चाहिँ 200 रुपियाँ लिन्छ है. त्यो जुन चाहिँ तपाईँहरूको रोड ट्याक्सको अपडेट गराउँछ नि त्यो चाहिँ 200 रुपियाँ लिन्छ. तर वेरएज तपाईँहरू पोर्टलमा गएर आफै गर्नुभयो भने चाहिँ तपाईँको 10 रुपियाँ मात्रै ज्यादा लाग्दो रहेछ है. सायदैमा त्यो ट्रान्जेक्सन फीहरू के होला है. अनि तपाईँहरू त्यहाँदेखि गर्नुभयो भने तपाईँहरूलाई अलिकति सस्तो पर्छ है गाइस. आज धेरै दिनको बादमा मोटो भ्लग गर्दैछु है. के कसो हुन्छ हेर्दै गर्नुहोस् होला है. हेर डबल बाटो आएको 20 माइलको चाहिँ यहाँ धुलो हेर्नुहोस् त. अहिले चाहिँ यस्तो छ जेसिबी माथि पुऱ्याएको रहेछ. यहाँ हिँड्दा चाहिँ अलिकति जोगेर हेर्नुहोस् हो. माथिदेखि ढुङ्गाहरू आउँछ पहिरोहरू हेर्नुहोस् त. यो धुलोले चाहिँ आज कस्तो डरलाग्दो धुलो रहेछ यहाँ. यहाँ त डरै लाग्दो है. यहाँ त झन् आधी रोडै गइसकेको छ. यो चाहिँ हो बर्दाङको 1300 है एटिटिसी. सो गाइज आज चाहिँ है मेरो यो उटिको लेफ्ट साइडको इन्डिकेटर स्विच गर्दा पनि बोल्दैन. आज चाहिँ त्यो पनि देखाउनु पर्ने छ मेरो. के भएको 3-4 दिन भइसक्यो त्यस्तै हुँदैछ. जोडले प्रेस गऱ्यो भने मात्रै अन हुन्छ, नभए भने बोल्नै बोल्दैन. ए हो ए बोल्नै बोल्दैन. नाकै भाङ्ग्यो गाइस. यहाँ तल मैला चाहिँ फ्याँक्छ होइन गाइस. त्यो भएर यस्तो डरलाग्दो बनाउँछ कि यहाँको सराउन्डिङको मान्छेहरूलाई चाहिँ बिमारहरू पनि हुँदैन कि क्या हो. के खतरा बनाउँछ यहाँनिर. चाहिँ यो टर्निङ तपाईँहरूलाई याद भएकै कुरा होला है. यति साह्रो बिग्रिन्छ यति साह्रो बिग्रिन्छ. अहिले चाहिँ धन्न माटोहरू हालेर अलिक चिल्लो बनाइदिएको रहेछ.
अगाडि चाहिँ ठुलो गाडी हिँड्यो भने चाहिँ यस्तै हुन्छ जाम। सो गाइस अहिले भने चाहिँ म चाहिँ रानीपुल आइपुगिसकेँ है। अनि रानीपुल आज अलिकति बजार नपसिकन नै पुरै जाम हुँदैछ है। जाम मेरो फेरि इन्डिकेटरले काम गर्दैन हो। सर्भिसिङ गराउनु आउनुभयो भने चाहिँ है यहाँ मेफेयरदेखि तेर्सो जानुपर्छ है। अहिले माथि तादुङदेखि चाहिँ सिफ्ट गरेर चाहिँ यता ल्याएको छ है। तपाईँहरू यता अदमपुलपट्टि आउनुपर्छ है। कि यहाँको यहाँनिर रहेछ, यहाँ भएको चाहिँ यहाँनिर है। यहाँदेखि चाहिँ उकालो जानुपर्ने हुन्छ है। यहीँनिर सोरुम चाहिँ यहीँनिर सर्भिसिङ हुन्छ है। अहिले सर्भिसिङ हुन्छ त है। ल त है गाइस अहिले भने चाहिँ मेरो सर्भिसिङ पनि भयो है। अनि मलाई चुना पनि लाग्यो है त, किनभने चाहिँ एक साइडको फेयरिङ चाहिँ खोल्दाखेरि चाहिँ त्यसको चाहिँ जुन चाहिँ हुक लाग्ने थियो त्यो हुक लाग्ने नै फुटाइदियो हो। अनि त्यहाँदेखि सर्भिस सेन्टरको मान्छेले चाहिँ फेरिङ फेरिदिन्छु भनेको छ, तर 80% चाहिँ उनीहरूले पे गर्छ अरे। अनि मैले चाहिँ 20% पे गर्नुपर्छ भनेर भन्दैछ हो। अन्त ठिकै छ भनेर चाहिँ मैले अर्को साइडको पनि फेरिङ दुइटै एकैचोटि मगाइरहेको छु है। फेरि आउने बेला भयो एक दिन। जाम चाहिँ के डरलाग्दो लागेको हौ। मलाई चाहिँ यहाँदेखि ओह्रालो जानुपर्ने हुन्छ है। ल त है गाइस, अब चाहिँ यहाँदेखि म निस्केको है। आजको भ्लग त्यस्तै हो है। मन पऱ्यो भने चाहिँ लाइक गर्ने, सेयर गर्ने, कमेन्ट गर्ने है। ल त बाई बाई, सी यू इन द नेक्स्ट भ्लग।